भएको पनि हटोस् भनेर काम गर्छन्, तर दुःख चाहिँ अझै बढ्छ, सुख भएको पनि निक्लेर जान्छ। किन यस्तो हुन्छ? जति कर्म गर्दाखेरि पनि दुःख नै हुन्छ। त्यसको मतलब के हो भनेर सोध्नु भएको थियो। त्यहाँबाट चाहिँ त बडा सुन्दर ढङ्गमा यसको उत्तर दिँदै भन्नुभयो, सुखदेवजी महाराजले भन्नुभयो, एउटा व्यक्ति उताबाट आएछ, उसले हातमा फल बोकेर आएको रहेछ है। फल बोकेर आएको रहेछ उताबाट कोही एउटा व्यक्ति। त्यहाँबाट चाहिँ त एउटा भोगाको व्यक्तिले भनेछ, अहो हजुर तपाईँले फल ल्याउनु भएछ, बडा सुन्दर। यो तपाईँले ल्याएको फल चाहिँ गुलियो छ कि खट्टो छ हो हजुर भन्दाखेरि त्यो व्यक्तिले के भनेछ, यो फल न त गुलियो छ न त खट्टो छ, किनकि यो फल ढुङ्गाको हो हजुर भनेछ। कुरो हुन्छ, ढुङ्गाको फलबाट न सुख हुन्छ न दुःख हुन्छ रे, हुन्छ खट्टो गुलियो हुन्छ त्यो ढुङ्गाको फलमा। त्यही भएर संसारमा व्यक्तिले सुख पाएँ भन्नु, दुःख पाएँ भन्नु त ढुङ्गाबाट सुख र दुःख, खट्टो र गुलियो पाए जस्तो मात्रै हो। वास्तवमा ढुङ्गाले न सुख दिन्छ न दुःख दिन्छ, न चाहिँ त यसले गुलियो दिन्छ न त खट्टा दिन्छ। त्यही भएर भगवान् एक आसेदम अग्रम आत्मात्मनां भुव आत्मेशानुगतात्मा नानामत्युपलक्षण। किनकि यो संसार सृष्टि हुनुभन्दा पहिला पनि परमात्मा मात्रै हुनुहुन्थ्यो, पछि पनि परमात्मा मात्रै हुनुहुन्छ, अहिले पनि परमात्मा मात्रै हुनुहुन्छ। यो बिचमा सुख दुःख निक्लेर आएका चाहिँ हाम्रो विचार मात्रै हो। यो सबै के हो? अनित्य हो। यो सबै के हो? अहिले देखेका चिज अनित्य हुन्, यिनी सबै नाश हुनेवाला हुन्। अहिले जो देखिरहेका छु एकछिनमा जो नाश भएर जान्छ। यो त के हो त भन्दाखेरि बच्चाले खेलेको भाँडाकुटी जस्तो मात्रै हो है। बच्चाले खेल्छ नि, धुलाको नै के बनाउँछ, धुलाकै भात बनाउँछन्, धुलाकै दाल बनाउँछन्, हेर्नुहोस् धुलाकै सब्जी बनाएर चाहिँ त त्यहाँ चाहिँ त बडा आनन्दपूर्वक खेलेर चाहिँ रमाउँछन् बच्चाहरू। आहा लौ तिमीले भने अलिकति भात खाऊ, पत्तामा भात हालिदिन्छ। हेर्नुहोस् अर्को बच्चाले अर्कालाई भात खाना भन्दै 5 जना 6 जना बसे, हेर्नुहोस् एउटाले भात पस्किदिने मान्छे भन्छ। अब हन्डीमा भात पकाए धुलाको अनि पत्तामा भात पस्किदिन्छ अलिअलि हाल्दै। तपाईँहरू खेल्नु भएन? ए भा हामी त खेल्यो यसरी। यस्तो हुँदो रहेछ। त्यही भएर आउनुहोस् यही भावलाई सम्झाउँदै म एउटा भजन गाउँछु। खेल्दै थिए बच्चाहरू रम्दै दिनभर। यही यसकै कुरालाई है त। जहो खेल्दै थिए बच्चाहरू रम्दै दिनभर। 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 बनाउँदै चौरमा बालुवाको घर। बनाउँदै चौरमा बालुवाको घर। खेल्दै थिए बच्चाहरू रम्दै दिनभर। खेल्दै थिए बच्चाहरू रम्दै दिनभर। खेल्दै थिए बच्चाहरू रम्दै दिनभर। खेल्दै थिए बच्चाहरू रम्दै दिनभर।
बनाउँदैछौ रमा बालुवाको घर, बनाउँदैछौ रमा बालुवाको घर। हेर्दै पनि कति आहा चिटिक्काको घर, हेर्दै पनि कति आहा चिटिक्काको घर। बन्धु एक दिन छुट्टीको दिन रहेछ, गाउँका सबै बच्चा जम्मा भएर चौरमा घर बनाउन थालेछन्। सबैले माटाको घरै। त्यो चौरको छेउमा नदी रहेछ एउटा, नदीमा बालुवा रहेछ। बालुवा जस्तै ऐरावतीको नदीमा बालुवा यस्तो। अब माटो पनि कोही पक्का खालके हुन्छ, बालुवाको जो माटो हुन्छ नि त्यो त पक्का नै हुँदैन हेर्नुहोस्। अनि त्यो माटाले सबैले घर बनाउन थाले, चिटिक्क चिटिक्कका घर बनाउन थाले। साँझ पर्यो, अब दिनभरि त घर बनाए नि, अब साँझ परेपछि त घर पर्नै परेको नि। साँझ पर्यो अँध्यारोले घेर्दै ल्यायो है, साँझ पर्यो अँध्यारोले घेर्दै ल्यायो है। बच्चाहरू आफ्ना घरमा लागे बिस्तारै, बच्चाहरू आफ्ना घरमा लागे बिस्तारै। विरक्तिलो सुन साना भयो चौरै, विरक्तिलो सुन साना भयो चौरै। खेल्दै थिए बच्चाहरू रम्दै दिनभर, खेल्दै थिए बच्चाहरू रम्दै दिनभर। बनाउँदै चौरमा बालुवाको घर, बनाउँदै चौरमा बालुवाको घर। बडा रमाइलो छ। बच्चा फर्किसकेपछि विरक्तिलो भयो अरे। सिरी सिरी गुंजियो है बतासको स्वर, सिरी सिरी गुंजियो है बतासको स्वर। ती केटाकेटीहरू घर पुग्ने बित्तिकै आवाज लाग्न थाल्यो। अब पानी पर्ने हिसाब छ है। अब त्यो हाम्रो शरीर कस्तो रहेछ होला। सिरी सिरी गुंजियो है बतासको स्वर, सिरी सिरी गुंजियो है बतासको स्वर। ढल्यो लहे ढल्यो ढल्यो बालुवाको घर, ढल्यो लहे ढल्यो ढल्यो बालुवाको घर। पहिरोमा परे सरी बिरबाकैको घर, पहिरोमा परे सरी बिरबाकैको घर। खेल्दै थिए बच्चाहरू रम्दै दिनभर, खेल्दै थिए बच्चाहरू रम्दै दिनभर। बनाउँदै चौरमा बालुवाको घर, बनाउँदै चौरमा बालुवाको घर। जहो जय हो। हामीले बुझ्न पर्ने कुरा के हो अरे, अगाडिको बाटो यो कुरा आइरहेको छ। यति नहो बुझ्नु पर्ने,
यति न हो बुझ्नु पर्ने अनित्यको रीत, यति न हो बुझ्नु पर्ने अनित्यको रीत, हृदयले सुन्नु पर्ने प्रकृतिको गीत, हृदयले सुन्नु पर्ने प्रकृतिको गीत, नबुझ्नेलाई हार यही बुझ्नेलाई जीत, नबुझ्नेलाई हार यही बुझ्नेलाई जीत, खेल्दै थिए बच्चाहरू रम्दै दिनभर, 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 बनाउँदै जौरमा बालुवाको घर, बनाउँदै जौरमा बालुवाको घर, हेर्दै पनि कति आहा चिटिक्काको घर, हेर्दै पनि कति आहा चिटिक्काको घर, खेल्दै थिए बच्चाहरू रम्दै दिनभर, खेल्दै थिए बच्चाहरू रम्दै दिनभर, बनाउँदै चौरमा बालुवाको घर, बनाउँदै चौरमा बालुवाको घर। गौरीशङ्कर भगवानको जय। यस्तो छ बाबु, बच्चाहरू बालुवाको घर बनाएर खेले जस्तै हाम्रो शरीर छ, यो अनित्य हो। यो सुख भनेको पनि अनित्य हो, दुःख भनेको पनि अनित्य हो। दुख तो आती है, सुख तो जाती है, सुख तो आती है, दुख तो जाती है। हम सुख दुख इन दोनों में मस्त रहते हैं, मस्त रहते हैं। सुख दुख भनेका त यी सब अनित्य हुन्, यिनीहरूको नाश छ, यिनीहरूको कहिले पनि यिनी सुख दुख कहिले टिक्नेवालै छैनन्। त्यही भएर सुखदेवजी महाराज भन्नुहुन्छ, अहिलेको समयमा भगवान् ब्रह्माजी तपस्या गर्नुभयो। ब्रह्माजीले तपस्या गरेपछि साक्षात् भगवान् नारायण प्रकट हुनुभयो। प्रकट भइसकेपछि ब्रह्माजी भन्नुभयो, हो अच्छा तपाईँ प्रकट हुनुभयो, ज्ञातोऽसि मृत्य शुचिरान्ननु देहमाजम् न ज्ञायते भगवतो गतिरित्यवद्यम् नान्यत्वदस्ति भगवन्न वितन्न शुद्धम् माया गुणा व्यतिगरा यदुरुर्विवासी। ब्रह्माजीले भन्नुभयो, आहा परमात्मा तपाईँलाई आज मलाई जाने म बहुत खुसी भएँ, तर एउटा बडा दुःख लाग्यो मलाई। किन भन्दाखेरि तपाईँ त मैले तपस्या नगर्दै पहिले पनि जानिएकै हुनुहुँदो रहेछ। मैले तपाईँलाई आज प्राप्त गर्नको लागि यति दुःख गरेँ, तर तपाईँ त पहिले मेरो ज्ञानमा हुनुहुँदो रहेछ। अज्ञानको कारणले गर्दाखेरि मैले तपाईँलाई जान्न सकिनँ। जान्छ है, अज्ञानको कारणले के भयो, मैले तपाईँलाई चिन्न सकिनँ। एकचोटि के भएछ भन्नुहुन्छ भने, एउटा व्यक्तिले गाउँमा आउँदाखेरि बिहा गर्दैछन् बाउले। हेर्नुहोस्, बिहा भइसकेपछि सानो एउटा छोरो काखामा छोडेर विदेश गएछ। आफ्नो श्रीमतीसँग सानो काखामा छोरो छोडेर विदेश गयो। विदेश गएर चाहिँ त धेरै साल तक बसेछ उहाँ। हेर्नुहोस्, 25औं वर्ष बसेछ उहाँ। त्यहाँबाट फर्केर आएछ विदेशबाट। कहिले कहिले चिठी लेख्थ्यो उहाँबाट, यहाँबाट पनि चिठी लेख्थ्यो। चिठी त पुग्थ्यो नि डाकघरबाट, तपाईँको छोरो पनि कत्रो भइसकेको छ भनेर। फोटो खिच्ने जमाना थिएन, चिठी लेखेर पठाउँथ्यो। त्यहाँबाट ऊ 25 वर्षमा त भयो हो, जति कमाए पनि त्यस्तै आफ्नो परिवारसँग बसेर बरु नकमाई भात खाएको हुन्, ठिकै छ फर्केर आउँछु भने तर बिचरा फर्केर आउने भयो। त्यहाँबाट चाहिँ त फर्केर आउने भयो। गाउँका साथीहरू सबैलाई भेट्नु पऱ्यो, आउनु पऱ्यो भन्दै आयो।
त्यहाँबाट चाहिँ त उसको घर कहाँ रहेछ भन्नुहुन्छ भने गाउँमा रहेछ, बहुत टाढा हिँड्दै हिँड्दै जानु पर्दो रहेछ, लाग्दो रहेछ 2 दिन हिँड्नको लागि मात्रै सहरबाट हेर्नुहोस्। त्यहाँबाट आमा चाहिँले भने चाहिँ छोरालाई, सानो छोरालाई, जा जा तेरो बाउ आउँदैछ। अब सहरमा धेरै वर्ष तक बसेको बाउ, यो बाटो देख्ला नदेख्ला तैँले देखाएर रहेछ, जा। बाउलाई भन्दा बिचरा बाउ भेट्न भन्दै कति खुसीले गएको पनि, बाउलाई पनि भेट्ने हो, लिएर पनि आउने हो भनेर खुसी भएर गएछ, राम्रा कपडा लगाएर हेर्नुहोस्। त्यहाँबाट चाहिँ त जाना जाँदै हेर्नुहोस्, ऊ उताबाट हिँड्दै आयो, यताबाट गयो, बिचमा एउटा रहेछ हेर्नु धर्मशाला। त्यो धर्मशालामा सुत्नु पर्दो रहेछ र बिहान चाहिँ जानु पर्दो रहेछ। यताबाट जाने मान्छे पनि धर्मशालामा सुत्छ, भोलिपल्ट हिँड्छ जान्छ, उताबाट हिँड्दै आउने मान्छे पनि धर्मशालामा सुत्छ, अनि भोलिपल्ट हिँड्छ। अनि त्यहाँबाट चाहिँ त उसको बाउ र उसको त्यो धर्मशालामै सुत्नु पर्ने स्थिति भएछ। सन्ध्याकालमा पुगेछ नि हेर्नुहोस्, बाउ पनि पुग्यो त्यतिखेरको धर्मशालामा, कोठा कोठा थिएनन् हेर्नुहोस्, बाहिर बाहिर यत्तिकै सुत्नु पर्थ्यो। त्यहाँबाट चाहिँ त रात्रि समयमा पुगे 7 बजीतिर, अँधेरो थियो, कसैको चिन्जान पनि भएन, कोही भएन, को कहाँ आयो, सुते, हेर्नुहोस् ढङ्गे मान्छेहरू थिए। अनि त्यो राति सानो फुच्चे खाँच्दो रहेछ हेर्नुहोस्, गाउँबाट आएको खोकी लाग्दो रहेछ, उसलाई खाँच्दो रहेछ। त्यहाँबाट त्यो बाउ चाहिँ अब बसेको छ, बसेर जान लाएर सुतेको छ नि त मजाले, उसले दम गाउँदो रहेछ, कस्तो खाँसेर त दे सुत्नै दिनेछ त, कसको छोरो होस् भन्दाखेरि केही भन्दो रहेछ बिचरा। अब के हो को रातभरि खाँसो दिमाग खायो, भोलिपल्ट बिहान त्यसलाई बोलाएर फुच्चेर धम्काउनु पऱ्यो यसलाई भनेर बोलाएछ। हेर्नुहोस्, फुच्चेर धम्काउनु बोलायो उसले। कति खाँसी, कस्ता कपडा लगाएको, गन्दे कपडा तेरा बाउले किन्दिनन् तँलाई, खानै नपाए जस्तो सस्ता, खोकी फुटेका, घिनलाग्दो बन्दो रहेछ हेर्नुहोस्। त्यहाँबाट चाहिँ त कसको छोरो छ, कहाँको होस्, कुन गाउँको होस् त भन्दाखेरि गाउँ बताइदिएछ, आफ्नै गाउँ रहेछ हेर्नुहोस्। ए अच्छा, हाम्रै गाउँको रहेछस् त, कसको छोरो भन्दा त बाउ त चिन्दैन गरे बिचरा, उसले बिचरा कहाँ छोडेर गएको, आफ्नै बाउको नाम पो उसकै आफ्नै नाम भन्दो रहेछ हेर्नुहोस्, फलानाको छोरो भन्दो रहेछ। ए यो त मेरो छोरोको रहेछ। अनि त्यहाँबाट आमाको नाम के हो भन्दा त आफ्नै श्रीमतीको नाम भन्छ अरे, मामाको नाम के हो भन्दा पनि ठ्याक्क पुऱ्याउँछ। ए बर्बाद भयो, मेरै छोरो पो रहेछ यो त भनेर, आऊ बाबु लिएर त, आऊ बाबु तिमीले यति दुःख पाए त, हेर मेरा छोरा, तिम्रो लागि मैले कति कपडा ल्याइदिएको छु वहाँ विदेशबाट भनेर कपडा खोजाएर निकालेर राम्रो कपडा दिएछ। त्यो बाउले त्यो छोरो चिन्नको लागि के गर्नु पर्यो त हजुर भन्न खोज्यो, मतलब त्यही हो मेरो। हेर्नुहोस्, त्यो बाउले त्यो छोरो चिन्नको लागि केही गर्नै परेन, केवल त्यसले हिजोदेखि त्यो छोरालाई देखाएको थिएन, चिन्नु त त्यसले हिजो आउने बित्तिकैदेखि देखेछ, रातभरि खोको भनेर धम्काइ छ, अहिले बिहान मेरो छोरो जन्मला चिनेको चिनेन। त्यही भएर ब्रह्माजीले भन्नुहुन्छ, मैले त पहिले तपाईँलाई त चिनिसकेको रहेछु तर जान्दो रहेनछु, तपाईँलाई देखिसकेको रहेछु तर चिन्दो रहेनछु। ज्ञातो सिमवेद्य, आज बल्ल तपाईँ मेरो चिन्जानीमा आउनुभयो, देख्न त भयो देखेको, तर संसारमा व्यक्तिलाई भगवान् चिन्न सक्दैन भन्नु चाहिँ ठुलो गल्ती हो। त्यही भएर भगवान् नचिन्न सक्ने त कुरै छैन, प्रयास गऱ्यो भने चिनिन्छ, तर देख्न त सबैले देखिरहेको छ। हिँड्दा उड्दा बस्दा खाँदा भगवान् नदेखेको ठाउँै छैन, तर उसले भगवान्लाई देखे पनि नचिनेको मात्रै हो। चिन्दाखेरि त ए मैले तपाईँलाई त पहिल्यै चिनेको रहेछु भन्छ अरे। त्यही भएर बडा सुन्दर सुन्दर गुरुहरूले एउटा उपमा दिनुहुन्छ, कर्णकी माताको नाम कुन्ती थियो, कुन्तीका पुत्र थिए कर्ण, हेर्नुहोस् है, लेकिन कर्णलाई राधा नाम गरेकी माताले पाल्नु भएको थियो, त्यही भएर उनलाई कौन्तेय नभनेर राधेय भन्नु पर्थ्यो। हेर्नुहोस्, कर्णले म चाहिँ राधाको छोरो हुँ भनेर सम्झेका थिए कि थिएनन्, म राधाको छोरो हुँ भन्थे,
जुन दिन कर्णले चाहिँ त सानैदेखिबाट बचपनदेखिबाट त्यो हस्तिनापुरको राज्यमा नै त्यो हुन्छ नि हजुर रथ चलाउने सारथीका पुत्र थिए कर्ण। अनि हस्तिनापुरका राजाले पाण्डु राजाले बिहा गरेर कुन्ती मातालाई ल्याएदेखि देखाउन् हुन्केन उनले? जुन दिन बिहा गरेर ल्याए त्यो दिनदेखि कुन्तीलाई देखाएको थिएनन्? देखि चिनेको थिए त यिनी मेरी आमा हुन् चिनेको थिए त, लेकिन देखाएको थिए कि थिएनन्? देखिरहेका थिए, रात दिन देखेर कति कति गरेर बिचरा कर्णले आहा। तर पनि उनले देखे पनि चिनेका थिएनन्। जुन दिन कर्णले महाभारत युद्ध हुने खेरमा कुन्ती माताले स्वयं गएर म तिम्रो आमा हुँ भन्दा ऊ दिन चिनेकी चिनेनन्। कुन्ती मातासँग गएर म भिक्षा माग्छु अन्त बिहानै गयो नि, बिहानको समयमा सूर्योदयमा जाँदाखेरि सूर्यको पूजा गरिसकेपछि कर्णसँग जसले मागे पनि उनले दान दिनुहुन्थ्यो। हेर्नुहोस्, जे मागे पनि दिनुहुन्थ्यो। धेरै धेरै मागेका कुरा छन् कर्णसँग। बिहानै बिहानै कुन्ती माता कर्णको घरमा आउँदाखेरि कर्णलाई विचार लाग्यो, आहा मसँग आज दुनियाँ माग्न आउँथे, सबैलाई मैले दिएको दिन्थेँ, आज म कति भाग्यमानी। यति राजमाता मसँग भिक्षा माग्न भन्दै आउनुभएको छ। तर यिनले के माग्छिन् भन्ने कुरा पनि मलाई थाहा छ है। सुन्नु, यिनले के मान्छन् भन्ने कुरा पनि मलाई थाहा छ, तर मैले त्यो चाहिँ दिएर हुन्न भनेर उनले माग्नभन्दा पहिले कर्णले भने कि माता तपाईँ आज बिहानै बिहानै आउनुभएको छ, मसँग माग्न भन्दै आउनुभएको छ, तपाईँले मलाई माग्नुहुन्छ तपाईँले भन्ने मलाई थाहा छ, तर तपाईँले अर्जुनको मृत्युलाई चाहिँ नमाग्नु होला गौरी शङ्कर भगवानको। त्यो कुरा भन्नुभएको त कुन्ती माताले भन्नुभयो, मैले तिमीसँग माग्न आएको होइन, तिमीलाई मैले बताउन आएको। के कुरा बताउनु आउनुभयो त तपाईँ भन्दाखेरि, किनकि कर्ण तिमी मेरा पुत्र हो गौरी शङ्कर भगवानको, तिमी नै मेरा छोरा हो। युधिष्ठिर आदि तिम्रा भाइ हुन्, अर्जुन तिम्रा भाइ हुन्, भीमसेन तिम्रा भाइ हुन्, अस्ट्रेली भाइ हुन्। आफ्ना भाइमाथि तिमीले आफ्ना भाइलाई दया गर। अब तिमी पनि हाम्रोमा आऊ, हाम्रो चाहिँ त युद्ध भूमिमा आऊ, तिमीलाई चाहिँ त राजा बनाउने यो अब अगाडि। तिम्रो चाहिँ त टाउकामा मुकुट हुन्छ, तिम्रो चाहिँ त हेर्नुहोस् है त तिम्रा मन्त्री चाहिँ त युधिष्ठिर हुन्छन्, अर्जुन र भीमसेन तिम्रा रक्षक बन्छन्, नकुल र शब्द तिम्रा चाहिँ त विचार दिनेवाला बन्छन्। तिमी कस्ता हुन्छ होला भनेर भन्दा त बिचारा कति खुसी होला। तर पनि यी कुरा सबै सुनिसकेपछि कर्णले भने, माता मैले जति जेसुकै भए पनि मित्रद्रोह म गर्न सक्दिनँ। यस कारणले गर्दाखेरि आजसम्म तपाईँलाई यो पुरा धरतीमा 5 पाण्डवकी आमा भनेर चिनेका छन्। त्यही भएर तपाईँका 5का 5 वचन हेर्नुहोस्, या त म मर्छु या त अर्जुन मर्छ, एकजना त तपाईँले बलिदान दिनुहोस् न। किनकि माता गान्धारी र धृतराष्ट्र राजाले 100 भाइ छोराको बलिदान दिइरहेका छन् भने तपाईँले एक छोराको त कमसेकम बलिदान दिनुहोस्। दुनियाँले पछि इतिहासमा कुन्तीले एक छोराको पनि बलिदान दिनु भने तपाईँको नाम खराब हुन्छ। यसकारण एउटा छोरो त कमसेकम मरेको थियो भन्ने तपाईँको एउटा छोराको बलिदान त दिनुहोस्। यस कारणले गर्दाखेरि तपाईँले यति गरिदिनुहोस् भनेर युद्ध भूमिमा अन्तिममा कर्णको शरीर छुटेको थियो। तर जुन समयमा भयो भन्न खोज्दैछु हेर्नुहोस्, कर्णले म कुन्तीको पुत्र रहेछु भनेर थाहा पाउँदा दिन उनको केही सकियो त? उनले पहिला देखाएको थिए कि थिएनन् कुन्तीलाई? पहिला पनि देखाएको थिए, तर अहिले चाहिँ चिने कि चिनेनन्? त्यस्तै परमात्मालाई चाहिँ पहिला हामीले देखिरहेका हुन्छौँ तर चिनेका हुन्न बन्धु। तर चिन्दाखेरि हामीलाई लाग्छ यिनलाई त मैले पहिले सानैदेखि देखेको नि। ओके, सानैदेखिबाट मैले देखेको, बिहा गरेर ल्याउँदादेखि देखेको है, यो त मेरो आमा पो रहेछन्। हो कि होइन? यसरी बडा सुन्दर छ। ज्ञातो सिवेद्य सुचिरान्ननुदेहबाजं न ज्ञायते भगवतो गतिरित्यवद्यं
नान्यत्तदस्ति भगवन् न वितन्न तत्र तन्न शुद्धम माया गुणम व्यतिगर यदुर्विवास। बडा सुन्दर ढङ्गमा यसरी चाहिँ बताउँदै 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 गएर यहाँ धेरै कुरा छन् बन्धु। अनि त्यसरी ब्रह्माजीकोलाई बताउँदै गएर चाहिँ त अन्तिममा गएर सृष्टिका कुराहरू ब्रह्माजीका बताउनुहुन्छ बन्धु। त्यसपछि भने सृष्टिका कुराहरू बताउँदै बताउँदै गएर बराह भगवानको उत्पत्तिको बारेमा बताएर भगवान बराह साक्षात् ब्रह्माजीको बायाँ नाकबाट उत्पत्ति भएर हिरण्याक्ष आदिको निधन गरेका कथाहरू पनि भयङ्कर यहाँ आइरहेका छन्। त्यसपछि कपिलदेव भगवानका शिक्षा भक्तिका कुराहरू धेरै आउँदै आउँदै गएर चतुर्थ स्कन्द भागवतमा गएर अनि बल्ल भगवान सृष्टिका कुरा किनकि भौतिक सृष्टिका कुराको बारेमा यहाँ बताइएको छ। हेर्नुहोस् भौतिक सृष्टिमा गएर बडा सुन्दर कुरा के छ त भन्दाखेरि भौतिक सृष्टिमा गएर चाहिँ यी कसरी फैलिएर आए। कर्दम ऋषि र हरे कृष्ण कर्दम ऋषि र देवहूतिबाट मरिषि आदि ऋषिहरूलाई दिएर कला आदि नाम गरेर छोरीको विवाहको कर्म कपिलदेव भगवान उत्पत्ति भएका कुराहरूलाई पनि यहाँ बताउँदै गएर भन्नुभयो। त्यसपछि मनु महाराजका 3 पुत्री थिए, देवहूति, आकुति र प्रसूति नाम गरेका र प्रियव्रत र उत्तनापात नाम गरेका 2 जना पुत्र थिए। देवहूतिको विवाह त कर्दम ऋषिसँग भयो। आकुतिको रुचि नाम गरेका प्रजापतिबाट आकुतिको विवाह भयो। हेर्नुहोस् त्यहाँबाट चाहिँ तोष प्रतोष सन्तोष आदि नाम गरेका छोराहरू जन्मे भन्ने कुरा पनि बताएको छ। त्यसै गरी फेरि अनि फेरि हरे कृष्ण रुचि नाम गरेका प्रजापतिले चाहिँ प्रसूति नाम गरेकी कन्यालाई बिहा गरे। हेर्नुहोस् यज्ञ पुरुष भगवानले चाहिँ आकुतिलाई बिगारे गरेको कुराहरू यहाँ आइरहेको छ। अनि रुचि नाम गरेका प्रजापति त्यसपछि प्रसूतिबाट 16 कन्याको उत्पत्ति भयो, जसलाई चाहिँ त 10 धर्मलाई स्वाहा सदा इत्यादि मूर्ति नाम गरेका दिएका थिए बन्धु। एक कन्यालाई भगवान शङ्कर भोलेनाथसँग बिहा गरिदिनु भएको थियो, जसको नाम थियो सती। बडा सुन्दरी थिइन्। हेर्नुहोस् भगवान शिवजीको रूप आकार देखेर प्रजापतिले भगवान शिवजीलाई ठिक मान्दैन थिए। हेर्नुहोस् एकचोटि के भयो भन्नु, बडा ठुलो यज्ञ लाग्यो, ठुलो महायज्ञ लागेको थियो। सबै देवताहरू आएका थिए, विष्णु आदि देवता पनि आउनुभएको थियो, ब्रह्मा आदि देवता पनि आउनुभएको थियो। त्यहाँबाट चाहिँ त्यही समयमा यज्ञमा सबै देवी देवताहरू आएका थिए। अन्तिममा प्रजापति आउँदाखेरि सबै खडा भएर स्वागत गरे कि स्वागतम भन्दै स्वागत गरे। लेकिन ब्रह्माजी र भगवान शिवजी उठ्नु भएन। ब्रह्माजी उठ्नु भएन। गौरी शङ्कर भगवानको ब्रह्माजी नउठ्दाखेरि प्रजापतिलाई लाग्यो ब्रह्माजी त मेरा पिता हुन्, पिता त मेरो स्वागतमा किन उठ्ने? यिन नकुटे ठिकै त शिवजी त उठ्नुपर्ने, किन यिनी त मेरा ज्वाइँ हुन्। किन भन्दाखेरि यिनले मलाई स्वागत गर्नुपर्ने बन्धु हो। एकजना बाबाजीले भन्नुहुन्थ्यो नेपालमा कथा गर्दा, यो दक्ष प्रजापति इन्डियाको रहेछ नेपालको हेर्न्छ भन्नुभयो। किनकि इन्डियनहरूले ज्वाइँले स्वागत गर्नुपर्छ, आफ्ना ससुराको स्वागत गरेर माला लगाइदिएर खुट्टामा ढोक्नुपर्छ। हेर्नुहोस् लेकिन नेपालीहरूले चाहिँ ज्वाइँलाई के गर्नुपर्छ? खुट्टामा ढोक्नुपर्छ, खुट्टा धुनुपर्छ। हेर्नुहोस् हो कि होइन? मान गर्नुपर्छ ज्वाइँको। गर्दाखेरि यो दक्ष प्रजापति भन्ने इन्डियाको रहेछ हजुर, नेपालको रहेछ हुन्छ नि। यो त मेरो ज्वाइँ भएको नाताले मलाई त स्वागत गर्नुपर्ने उठेर अरे। अब यो एउटा सबैको भावको कुरा हो। हेर्नुहोस् त्यहाँबाट भगवान शिव त शिव हुनुहुन्थ्यो। हेर्नुहोस् भगवान शिव उठ्नु भएन। त्यहाँबाट चाहिँ त प्रजापति आएर चाहिँ त भगवान शिवजीलाई चाहिँ त प्रजापतिले निन्दा गर्यो भन्नुहोस्। त्यहाँबाट साप दियो, अयम तु देव यजन इन्द्रोपेन्द्र दिविरी भव सहभागम नलभतम।
देवेर देवगणादव। प्रजापतिले भन्दै कि शिवलाई मैले यो श्राप दिन्छु कि यज्ञ मण्डपमा भगवान शिवको हो भाग नहोस्, यज्ञमा इन्द्रादि देवताले पाउन् शिवले नपाउन्, म यो श्राप दिन्छु, जहाँ जहाँ यज्ञ लाग्छ शिवको भाग नहोस् भनेर। त्यहाँबाट त्यति भन्ने बित्तिकै त शिवजी त मुसुक्क आएर बसिराख्नु भएको थियो। निन्दा गरे पनि स्तुति गरे पनि बराबर हो नि शिवजीलाई त। कसैको निन्दा पनि ठिकै छ, कसैको स्तुति पनि ठिकै छ। भगवान शिव त आनन्द बसिराख्नु भएको थियो बन्धु हो। तर शिवजीका भक्त आनन्द बसेनन् क्या। शिवका भक्त नन्दीश्वर जो थे उनी तुरन्त उठेर य एतन् मर्दमुद्दिश्य भगवत्य प्रतिद्रुहि दृहत्यज्ञ पृथक् दृष्टि तत्त्वत विमुखो भवेत्। अरे यो प्रजापतिले शिवजीलाई के सम्झ्या छ, यसले मान्छे जस्तै सम्झ्यो, आफ्ना मान्छेका ज्वाइँ चेला सम्झ्या छ यसले। अरे परमात्मा सबैका पति हुन्छन्, संसारका सबै प्राणी पत्नी हुन्छन्, थाहा छैन क्या? अझै तेरो बुद्धि आएन ब्रह्माजीको छोरो भएर यति ठुलो तेरो बाहुन भएर पनि त तैँले कुरा बुझेनस्। यस कारणले गर्दाखेरि तँलाई अभिशाप छ। जिन्दगी भर तक तैँले तत्त्व के हो भनेर खोजी गरे तत्त्व तैँले बुझ्ने छैन। तत्त्व भनेकै शिवजी अनि तँलाई थाहा छैन। हरिशङ्कर भगवान जय। तत्त्वबाट उल्टो हुन्छ जस्तो उल्टो उल्टो खोज्नेवाला मान्छे भन्छ यस्तो मेरो अभिशाप छ, उल्टो टाउको हुन्छ तेरो भनेर। त्यहाँबाट त्यति भनेपछि त्यहाँबाट चाहिँ त त्यसपछि त घमसान भयो। शिवजीले भन्नुभयो लो लो यहाँबाट उठ, हिँड हिँड, यहाँ बस्नु हुँदैन, झगडा भयो, यहाँ बस्नु हुँदैन। भगवान शिवजीले लिएर हिँड्नुभयो। सती माता त आउनु भएको थिएन, सबै फर्केर गए उहाँ हेर्नुहोस्। तर पनि नन्दीश्वर आदिबाट त भित्रभित्रबाट यसलाई कहाँ छोडेर हुन्छ र भन्दै त त्यो के अरे हेर्नुहोस्। कुरो हुन्न नि, शिवजी खुसी रहे पनि भक्त कहाँ खुसी थिए र? नन्दीश्वर आदि इत्यादिहरूलाई त कसरी चाहिँ माताजीलाई सुनाइदिउँ, तपाईँका बाउले के गरे भनिदिउँ भन्न लागिरहेको छ। भगवान्ले भन्नु बाटामा आएर रुखामुनि राखेर, हेर बाबु यो कुरा कसैले पनि सजिला नभन्नु, मेरा भक्त हो भने। तिमीले भनेछ भने मलाई ठोरै गाली गरे जत्तिकै हो भनिदिनु भयो सबैले। ल हजुर शिव हजुरको इच्छा छ भने हामी भन्दैनौँ भने चुप लाएर फर्के। कुरा त गर्दै थिएँ, फर्केर गएपछि यिनलाई यसरी भनिदियो माताजीलाई भनेका थिए। कसैले पनि कुरो गरेन। शिवजीले पहिले कुरो लिइहाल्नु भनेछ भने मलाई तिमीले गाली गरे जत्तिको। अल्लाह हेर्नुहोस्, यो महान पुरुषको लक्षण हो बन्धु हो। महापुरुषले कहिले झगडा गराउँदैन। महापुरुषले झगडालाई सम्म गराउने नै महान पुरुष हो। त्यहाँबाट चाहिँ त भगवान शिवले यस्तो कुरा भन्नुभयो। त्यसपछि फर्केर आयो। फर्केर आइसकेपछि यताका शिव भक्त सबै शान्त भए यार। शिवजीले भन्नुभयो अब शिवजीको इच्छा छ, भगवान शिवजीलाई केही भएन, हामी कहाँ पछि राख्ने, ल गोरुका पछि लाग्ने हो भन्नु। चुप लागेर बस्नुभयो हेर्नुहोस्। जय भोलेनाथ भन्नुभयो, सबै बस्नुभयो। आनन्द भइरहेको थियो, कैलाशमा रमाइलो थियो हेर्नुहोस्। त्यहाँबाट एक दिन त यस्तो भयो कि विमानबाट देवताहरू जाँदै गरेका रहेछन् हेर्नुहोस्। त्यहाँबाट चाहिँ त जाँदै थिए, कहाँ हिँडेका पनि विमानबाट हाम्रै पिताजीको घरतिर गए भन्नुहुन्छ सती माताले हेर्नुहोस्। सबै विमान उड्दै उतातिर जाँदैछन्। त्यहाँबाट एउटा त जाँदा जाँदै घुसेर पनि आयो एउटा विमान। त्यहाँबाट हो अनि सती अनि तिमी जान्नौ र कहाँ हिँडेका हौ? ए थाहा छैन तिमीलाई? के थाहा छैन? बाबुका घरमा ठुलो यज्ञ लाग्दैछ नि, बृहस्पति सब नाम गरेको यज्ञ लाग्दैछ, जहाँ हामी साप टाकन टुकुन जाँदैछौँ। तिमीहरूलाई बोलाएको छैन कि कसो बाउले? सती माताले भन्नु नबोलाएका होइन, भुलेका होला नि। हुन त नबोलाएकै हुने हेर्नुहोस्। नबोलाएका त किन हुन्थ्यो र बाबुले मलाई? तर भुलेका होला, बोलाउँदा छोडिदियो होला। हुन्छ हुन्छ म पनि आउँदैछु, जाँदै गर भन्नुभयो। अरू सबै त उडे हेर्नुहोस्। त्यहाँबाट चाहिँ त अब जान त हो। अब श्रीमानको आज्ञा नलि कसरी जाउँ, हो कि होइन? बाबु कहाँ यज्ञ लाग्यो भनेर हिँडेर त हुँदैन, श्रीमानको आज्ञा त लिनै पर्छ हेर्नुहोस्, हो कि होइन? त्यहाँबाट अब कसै भनौँ श्रीमानलाई बाबुको घरमा यज्ञ लाग्दैछ, मलाई छुट्टी 3 दिनलाई दिनुहोस् भनौँ कि अथवा जाम सँगसँगै भनौँ कि के भनौँ? कसो गरौँ भनेर त्यहाँबाट शिवजी बसिराख्नु भयो त जानु भएर